एकछिन साथीहरू यो भिडियो हेर्नु होला। हर्क साम्पाङलाई भोट दिनुभन्दा पहिला एकचोटि हिन्दू धर्मलाई सम्झिनुस् र गाईलाई सम्झिनुस्। यो भाइले भन्दै हुनुहुन्छ हर्का साम्पाङलाई भोट दिनुभन्दा अगाडि हिन्दू धर्म र गाईलाई हेर अरे। यस्तो सोच भएको स्वाठेहरूले गर्दाखेरि नै देश बिगारेको हो साथीहरू। तपाईँले भनेको कुरा कहीँ कतै ठिक हुन सक्ला, तर हर्कै साम्पाङलाई तोकेर त भन्न मिल्दैन नि स्वाठे। ए स्वाठे बुझ न, देश हिन्दू धर्मले बनाउँछ ल बनायो भने त सबैजनाले भोट दिइहाल्छ नि होइन। अहिलेसम्म हिन्दू धर्म मान्ने मान्छेहरूले 35 वर्षसम्म चलाइरहेको छ त। अहिलेसम्म के नाप्यो त? नाप्यो? राजा फ्यालेसी त जम्मै के अरे हिन्दू मान्ने मान्छेहरूले मुख्य नायकहरू छन्। यसरी चाहिँ भड्काउने काम चाहिँ नगर भाइ। हर्का साम्पाङलाई भोट दिएन भने तिमी त्यही झोला बोकेर विदेश जाने हो।